आज चाहिँ मेरो जेठी दिदीको छोरी लिसाले घरमा ख्याप्सियो बनाएको छ। कतिजनाले ख्याप्से पनि भन्छ अनि कतिजनाले टिबेटियन बिस्किट पनि भन्छ। अनि लोसारमा चाहिँ अब ख्याप्सियो भएन भने लोसार आए जस्तो नै हुँदैन हैन। ल बनाउन सुरु गरौँ है त। सुरुमा चाहिँ उसले एउटा ठुलो बोल लिएको छ अनि त्यसमा अलिकति मैदा, आफूलाई कति चाहिन्छ त्यही अनुसारले क्वान्टिटी हाल्ने। अनि तपाईले चाहिँ नुनिलो मनपर्छ भने बेसी नुन हाल्ने, गुलियो मनपर्छ भने चिनी हाल्ने हैन। यु क्यान चुज योरसेल्फ। अनि त्यसपछि उसले चाहिँ घिउलाई अलिक मेल्ट गरेर मज्जाले हालेर अनि मिल्क अलि गर्दै एड गर्दै यसलाई चाहिँ मज्जाले डो बनाएकी छिन्। अनि बनाइसकेर यसलाई चाहिँ 30 मिनटसम्म चाहिँ उसले एकछिन छोपेर राख्यो। अनि त्यसपछि फेरि निकालेर मज्जाले उसलाई मोलमाल गरेर अनि तपाईहरुले डिफ्रेन्ट शेपहरु दिन सक्नुहुन्छ। उसले पनि 2-3 वटा शेपको बनाएकी थिइन्। अनि त्यसले चाहिँ हुन्छ नि तेलमा मज्जाले तारेर हुन्छ नि क्या मिठो भएको थियो। थ्यांक यू सो मच लिसा। अनि तपाईहरुले पनि घरमा यस्तो तरिकाले बनाएर खान सक्नुहुन्छ।